नमस्कार, अपन विशेष में स्वागत करी छी। हम अजय शाह शिवाली आई बातचीत कर जा रहा छी समसामयिक राजनीतिक विषय में। तहिना कोरोना के महामारी चल रहा है देश में, एकर लेल जे सरकार काज कर रहा है से कतेक फलदायी भ रहा है, केना के काज कर रहा है। एहिमे विशेष कर विपक्षी दल केना के देख रहा है सरकार के काम करे के तौर तरीका, एहि विषय में चर्चा कर जा रहा छी। अखन जुड़ल है अजय द्विवेदी, ओ नेपाली कांग्रेस पर्सा के सभापति तैना पूर्व सांसद छथि। सबसे पहले हुनका स्वागत करै छी। तपाईलाई स्वागत छ कार्यक्रममा। धन्यवाद धन्यवाद। सुरुवात गरौँ। अहिले कोरोना को महामारी चलिरहेको छ र तपाईहरू विपक्षी दलका नेता, के लाग्छ सरकारले अहिले जे जस्तो काम गरिरहेको छ त्यसबाट तपाईहरू सन्तुष्ट हुनुहुन्छ? छैन, हामी मात्र होइन, विपक्षी भएका नाताले मात्र होइन, देशको एउटा नागरिक भएका नाताले पनि कुनै पनि नागरिकलाई कहीँ सोध्नुस् अहिले कोही सन्तुष्ट छैन। महामारीलाई ट्याकल गर्नमा वर्तमान सरकार पूर्णतः असफल छ। सुरुदेखि नै जुन तरिकाको क्रियाशीलता हुनु पर्थ्यो, भविष्यमा के हुन सक्दछ त्यसको आकलन हुनु पर्दथ्यो, पूर्व तयारी, वर्तमानको तयारी र भविष्यको तयारी तीनटै एकसाथ गर्नु पर्दथ्यो। तीनटैको तयारीमा चुकेको छ र त्यसको नतिजा आज हामीले भोगिरहेका छौँ। नराम्ररी ट्रेसिङ हुन सकिरहेका छ, पोजिटिभ भएका मान्छेहरू घुमिरहेका छन्, कोही तरकारी बेचिरहेका छ, कोही चिया पसलमा छ, पोजिटिभ भएका मान्छेहरू समुदायमा घुमिरहेका छन्। पोजिटिभ भइसक्यो उसँग संसर्गमा रहेका मान्छेहरू, उसको परिवारका मान्छेहरू, अरू सङ्गतमा भएका मान्छेहरू, उनको ट्रेसिङ गर्नुपर्ने, उनीहरूलाई टेस्टिङ गर्नुपर्ने, त्यो पनि भइरहेका छैन। अरू समुदायमा कुन स्तरमा गएको छ त्यसको लागि पनि मास टेस्टिङ, ऱ्यान्डम टेस्टिङ जस्ता विधिहरू जनस्वास्थ्यले देश संसारभरि अपनाएको विधिहरू, हामी कहाँ पनि जनस्वास्थ्यविदहरू कराई यसरी गरौँ भनिराख्दाखेरि पनि सरकारले सुनवाई गरेन। र यही बिचमा पनि तपाईहरुले मिडियाकै साथीहरूले पनि धेरै उजागर पनि गर्नुभएको छ। सरकारले खरिद गरेका सामानहरूमा पनि एकदम चरम भ्रष्टाचार भयो भन्ने पनि सुनिएको छ, देखिएको छ। यो अवस्थामा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने, त्यो पनि भएन। गरेको काम पनि सबैले आत्मसात गर्ने हुनुपर्ने, त्यो त भ्रष्टाचारको गन्धले त्यो गनाएको छ, त्यो पनि हामी सबैले देखिरहेका छौँ। त्यसकारण त्यस रूपमा हेर्ने हो भनेदेखि सरकार, वर्तमान सरकार, केन्द्रीय सरकार कोरोना नियन्त्रण, कोरोनालाई बुझ्न र कोरोनालाई नियन्त्रण गर्नमा पूर्णतः असफल रहेको छ। एउटा विपक्षीका नाताले मात्र होइन, एउटा नागरिकको नाताले पनि लाग्दछ जहाँ गए पनि हामीले यही कुराहरू। तपाईको विचारमा चाहिँ सरकारले चाहिँ के गर्नु पर्थ्यो, के चाहिँ गर्न सकेन? नै सरकारको लिमिटेसन पनि हामीले बुझ्नु पर्दछ। अघि जे मैले भने असफल रहेको छ, तर सरकारले एकाएक युगान्तकारी काम गर्न सक्थ्यो भन्ने पनि यदि हामीले आश गर्यो भनेदेखि त्यो पनि कतिपय मान्छेहरूलाई लाग्छ हामी एकदम युगान्तकारी गर्न सक्थ्यौँ। युगान्तकारी रूपमा गर्नलाई सरकारको लिमिटेसन पनि हामीले बुझ्नु पर्दछ। सुरुवातको दिनहरूमा हामी कहाँ टेस्ट गर्ने अवस्था थिएन, स्वाब कलेक्सन गरेर विदेश पठाउनु पर्ने, बिस्तार पिसिआर मेसिनहरू आयो, त्यसपछि यो क्वारेन्टिनहरू बनाउनु पर्यो। तर जुन एक्सन जुन हुनु पर्थ्यो नि, एउटा एक्सन प्लान बनाउनु पर्छ। अघि जे मैले कुरा राखेँ, यो महामारी, विश्व महामारी आइसक्यो, हाम्रो छिमेकमा आइसक्यो, सारा युरोप ढाक्न लागिसक्यो, इन्डियामा आइसक्यो। त्यो बेलासम्म पनि हामीलाई के लाग्थ्यो भनेदेखि इभन सरकारकै मान्छेहरूलाई, प्रधानमन्त्रीजी पनि भन्दै रहनु भएको थियो, सरकारकै मुखियाले भनेपछि निश्चित रूपमा तलसम्म त्यसको असर पर्छ। हामीमा इम्युनिटी पावर यति धेरै छ, हामी भित्रबाट यति बलियो छौँ, यो कोरोना सोरोना केही होइन, हामीले केही बिगार्न सक्दैन भन्ने मानसिकता भएको हुनाले त्यो कता माइन्ड सेटमा यसलाई गम्भीर रूपमा लिनु पर्दछ। यो हामी कहाँ आउँछ, आइसकेपछि के गर्ने भन्ने कुरा तयारी गर्नु पर्दछ। त्यो सोच नै सरकारमा नभएको हुनाले सरकारसँग धेरै के भन्छन् संसाधन थियो, धेरै चिज थियो भन्ने होइन, हाम्रो सरकारले जिरोबाटै स्टार्ट गर्नु पर्यो। तपाईँ सबैले देखाएको छ, हिजो हामी कहाँ टेस्ट गर्नलाई पिसिआर मेसिन थिएन, विदेश पठाउनु पर्यो, पिसिआर मेसिनहरू आए, बिस्तार गए, ठाउँ गए, स्थानीय तहहरूले क्वारेन्टिनहरू बनाए, त्यसमा पनि धेरै मान्छेहरूलाई उहाँले राख्नुभयो। हाम्रो समुदायसँग रहेका विद्यालयहरू बाहेक हाम्रो समुदायमा अरू कुनै क्वारेन्टिन बनाउने ठाउँ पनि थिएन, स्थल पनि थिएन, कुनै भवन पनि थिएन। त्यहाँ पनि धेरै क्वारेन्टिनहरू
एक अर्कामा कोरोना सार्नमा ठुलो फ्याक्ट्रीको रूपमा काम गरे, त्यो पनि हिजोको दिनमा हामीले बेहोर्यौँ। त्यसकारण यो स्टेप 1, स्टेप 2, स्टेप 3, स्टेप 4 के हुन सक्दछ, त्यो स्टेप बाई स्टेप जानमा। हजुर, अब हिजोका दिनमा चाहिँ गल्तीहरू भए भनेर भनिराख्नु भएको छ, अहिले चाहिँ के छ? अहिले सरकारले जसरी काम गरिरहेको छ, किनभने सङ्क्रमितको सङ्ख्या हत्ते बढेको अवस्था पनि छ होइन? अनि सरकारको काम कारबाही कस्तो पाउनु भएको छ तपाईँ? हिजो जहाँ गल्ती भयो त्यस गल्तीको प्रतिफल आउँछ नि, जे हामी काम गर्छौँ त्यसको प्रतिफल आउँछ। हिजो जे गल्ती गर्यो त्यसको प्रतिफल आज हामीले भोगिरहेका छौँ। हिजो क्वारेन्टिनहरूलाई हामीले राम्ररी व्यवस्थापन गरेको भए हुनसक्छ आज जुन रूपमा समुदायमा फैलिएर गयो त्यो रूपमा समुदायमा फैलिएर नजाने अवस्था हुन सक्दथ्यो। आएका मान्छेहरूलाई धेरै ठाउँ तपाईँलाई सुदूरपश्चिमतिर खास गरिकन हेर्नुभयो, आएको मान्छेहरूलाई दिन गऱ्यो त्यसपछि फर्काइदियो, किनभनेदेखि क्वारेन्टिनमा राम्रो क्वारेन्टिनको व्यवस्थापन छैन, मान्छे क्वारेन्टिनबाट भागिरहेका। सरकारले त निरन्तर लकडाउन त त्यो बेला गरेकै हो नि होइन? अब लकडाउन विकल्प त के छ त भनौँ न? हजुर, लकडाउन एउटा मिन्स हो, लकडाउन एउटा महामारीको चेन ब्रेक गर्ने एउटा साधन चाहिँ हो, त्यो गर्यो। तर लकडाउन गर्दा गर्दै पनि मान्छेहरू, हाम्रा मान्छेहरू, लाखौँ मान्छेहरू त इन्डियामा छन्, छिमेकमा इन्डियामा छ, त्यहीँबाट पहिले आउँछ, त्यसपछिबाट अरू विदेशबाट आउँछ, त्यो स्वाभाविक थियो नि। त्यस कारण ती आउने मान्छेहरूको व्यवस्थापन हामी कसरी गर्छौँ? स्थानीय निकायलाई छोड्यौँ। स्थानीय निकायहरूको जति क्षमता थियो आफ्नो क्षमता अनुसार स्थानीय निकायहरूले गरेकै हुन्। देशभरि क्वारेन्टिन उनीहरूले बनाए, मान्छेहरूलाई राखेर जे जति सक्थे खुवाएर पुवाएर राखेर उनीहरूले जति सके त्यति उनीहरूले गरे। तर किटको व्यवस्थापन हामीले गर्न सकेनौँ, भिटिएमहरू हामीले दिन सकेनौँ, मेन पावरहरू हामीले दिन सकेनौँ। त्यहाँ टाइमली टेस्ट होस्, मान्छेहरू 1-1 महिनासम्म बसिरहेका छन् क्वारेन्टिनमा, कोही टेस्ट गर्ने मान्छे गर्ने। हिजो हामीले हेऱ्यौँ नि, नतिजा के हो भनेदेखि एक अर्कामा एक साथ 1-1 हजार 2-2 हजार मान्छेहरू पनि एउटा क्वारेन्टाइनमा बसे। त्यहाँ त भयङ्कर रूपमा हाम्रो क्वारेन्टिनहरू नै तपाईँको कोरोना सार्ने ठुलो स्थलको रूपमा हुने, उद्गम स्थलको रूपमा उनीहरू देखिए। त्यसकारण हिजो ती कमजोरीहरू भए, गल्तीहरू भए र त्यसका कारणले गर्दाखेरि समुदायमा गयो। अब आजको दिनमा हिजोको सरकारको जति रिसोर्स कम थियो, मलाई लाग्दछ हिजोको सरकारको दिमागमा रिसोर्स कम थियो, सोचाइमा अलिक कमजोरी थियो। आज त्यो त्यसबाट मुक्त भएको छ र आज सरकारले यसको गम्भीरता बुझेको छ। त्यसकारण गम्भीरता बुझ्या हुनाले सरकार हिजोको समयमा जति जुन बेला उसको जुन क्रियाशीलता थियो त्योभन्दा आजको क्रियाशीलता सरकारको बढेको छ। सबैले देशभरिका अब त अस्पतालकै अभाव हुन थाल्यो नि होइन? अस्पतालकै अभाव हुन थाल्यो। महामारीमा अस्पतालको अभाव हुन्छ, किनभने हामीले बनाएको अस्पताल, हाम्रा जुन इन्फ्रास्ट्रक्चरहरू छन् हस्पिटलका, ती इन्फ्रास्ट्रक्चरहरू महामारीका हिसाबले बनाएकै होइन। हाम्रा रेगुलर पेसेन्टहरूको लागि, रेगुलर बिरामीहरूको लागि, रोग निदानको लागि हामीले बनाएका अस्पतालहरू छन्। महामारीको हिसाबले हामीले अस्पतालहरूको व्यवस्थापन गर्न सकेका छैनौँ। तर अहिले पनि भएका हामीसँग जे जति ठाउँहरू छन् ती ठाउँहरूलाई उपयोग गर्ने हो भने अहिले सरकारले पोलिसी त ल्यायो नि, भएका अस्पतालहरू, निजी अस्पतालहरू जुन छन् ती निजी अस्पतालहरूलाई सरकार सबैलाई प्रयोग गर्ने, सबैलाई सञ्चालनमा ल्याउने गर्ने, त्यो एउटा राम्रो डिसिजन हो नि। किनभनेदेखि अलग हस्पिटल बनाउनमा त टाइम पनि लाग्छ, त्यसको लागि अस्पताल बनेको खालि बिल्डिङ होइन, अस्पतालमा त सारा इक्विपमेन्टहरू हुनु पर्यो। त्यसकारण सञ्चालित अस्पतालहरूमा इक्विपमेन्टहरू छन्, उपकरणहरू छन्, त्यो मेन पावर पनि छ। उपकरण भएर पनि भएन, भवन भएर पनि भएन, सञ्चालन गर्ने मेन पावर चाहियो। बहुत ठुलो समस्या छ मेन पावरको। स्वास्थ्य कर्मीहरू, डाक्टरहरू, प्यारामेडिक्सहरू, नर्सहरू, इभेन सफाई कर्मीहरू सबैको रोल छ। सबैजना। तपाईँले के लाग्छ नेपाल सरकारसँग त्यतिको स्रोत साधन छ जसरी चाहिँ अहिले सङ्क्रमितको सङ्ख्या जसरी दिनादिन बढ्दै गइरहेको छ? हजुर, होइन, सरकारसँग छ। सरकारको म्यानेजरियल क्यापेसिटी कम भएको। अहिले तपाईँ हामी आफ्नै सहरमा, आफ्नै जिल्लामा हेर्ने हो भनेदेखि MBBS गरेर पढेर आएका मान्छेहरू तमाम बसिरहेका छन्। एचए, अनमी लगायत स्वास्थ्य यो प्यारामेडिक्सहरू गरेर बसेका स्वास्थ्य कर्मीहरू पनि तमाम छन्। हामीले उनीहरूलाई राम्रो तरिकाले उनीहरूको पनि दिनु पर्यो नि। हामीले अहिले पेन्डेमिकमा आफूलाई रिस्कमा राखेर उनीहरू काम गर्न आइरहेका छन् भनेदेखि उनीहरूलाई आह्वान गर्ने, उनीहरूलाई ह्यान्डसम हामीले उसको भत्ताहरूको व्यवस्था गर्ने हो भनेदेखि मेन पावरको हामीसँग कमी हुन्न। एक, भयभरिका अस्पतालहरू हामी उपयोग गर्नलाई सरकारले पोलिसी ल्याइसकेका छ। जति अस्पतालहरूले दिन्छन्, जुन अस्पतालमा मेन पावर छैन ती अस्पतालहरूलाई पनि मेन पावर
हायर गर्न लाउने, भएन भनेदेखि जिल्ला जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र छ, सङ्कट व्यवस्थापन केन्द्रको मार्फतबाट हायर गर्न लाउने र त्यहाँबाट उसलाई सप्लाई गर्न लाउने। त्यस कारण बिल्डिङ पनि हामीसँग हुन्छ, म्यान पावर पनि हामीसँग हुन्छ। कहीँ हामीसँग बिल्डिङ पुगेन, सबै ठाउँमा छैन, प्राइभेट हस्पिटल पनि सबै ठाउँमा छैन, त्यहाँ रहेका सामुदायिक हामीसँग क्याम्पसहरू छन्, विद्यालयहरू छन्, माविहरू छन्, ठुल्ठुला स्ट्रक्चरहरू छन्। आजको दिनमा स्कुलहरू नै हो समुदायमा जहाँ छ। धर्मशालाहरू छन्, हामी कहीँ वीरगञ्जमा हेर्नु भनेदेखि एक से एक राम्रो राम्रो कुनै होटलभन्दा कमजोर छैन, धर्मशालाहरू छन्, होटलहरू छन्। हाम्रो वीरगञ्जमै तपाईँले हेर्नु भनेदेखि सरकारले काठमाडौँमा पनि लियो, वीरगञ्जमा पनि हामीले अहिले होटलहरूमा राखेर अहिले सेमी आइसोलेसनहरू चलाइरहेका छौँ। सामुदायिक भवनहरू जसलाई धर्मशाला भनिन्छ, हामी कहाँ धर्मशालाहरूमा राखेर हामीले आइसोलेसनहरू चलाइरहेका छौँ। र आजको प्रदेशको काम चाहिँ कस्तो पाउनु भएको छ? केन्द्र प्रदेश सबैको उस्तै पाउनु भएको छ कि? हजुर, प्रदेश पनि अलि मैले सुरुमा भने नि, घरको मुखियाको दिमागमा जे आउँछ, जसरी सोच्छ र जसरी गर्छ त्यसको असर सबैमाथि पर्छ। हिजो हाम्रो सरकारको मुखियाको दिमागमा थियो यो कोरोना के होइन, कोरोनाभन्दा बलियो हामी छौँ। त्यस अनुसारले पूर्व तयारी निदानको तयारीको चरणहरूमा कमजोरी सुरुवातमा भएकै हो। त्यसको प्रभाव प्रदेशमा पनि पर्यो। तर प्रदेशले सुरुमा स्वास्थ्य कर्मीहरूलाई, सुरक्षाकर्मीहरूलाई र यो के भन्छन् क्वारेन्टिनहरूको लागि थोरै भए पनि अलिअलि सहयोग गर्यो र उसले एउटा सिम्बोल चाहिँ दियो कि तपाईँहरू गर्नुहोस्। अस्पतालहरूमा पनि केही गर्यो। तर यो कोरोना अस्पताल बनाउने कुरामा अलि होमवर्क पुगेन। हाम्रो प्रदेशको पनि हेर्नुहुन्छ भनेदेखि जस्तो सुरुमा कलैया अस्पताल र जलेश्वर अस्पताल, दुईटा अस्पताललाई प्रदेशसँग भएको अस्पताललाई प्रदेशले बनाउने हो। उहाँसँग भएको अस्पताल प्रदेशले दुईटा अस्पताल बनायो, तर दुईटै अस्पताल त्यति कारगर हुन सकेन। हामी के हेर्नु भनेदेखि नारायणी अस्पताल अहिले पनि नारायणी अस्पतालले नै बढी सेवा दिइरहेका छ। कलैया अस्पताल त फेरि उहाँहरूले छोड्नु पर्यो, अन्त लगेर बनाउनु पर्यो। कुन त सुरुवातको स्टेज थियो, सुरुवातको स्टेजमा अनुभव पनि कम थियो। हेर्नुहोस्, खालि ब्लेम गरेर पनि हुँदैन, अनुभवको पनि कमी, कसरी हुन्छ भन्ने जानकारी पनि थिएन। यो कोरोना नयाँ चिज पनि आयो र यससँग कसरी जुझ्ने भन्ने त्यति धेरै तयारी पनि थिएन। गर्दै जाँदै सिक्दै अहिले केन्द्रीय सरकारको पनि सिकाइ बढेको छ, प्रदेशको पनि सिकाइ बढेको छ र स्थानीय सरकारहरूको पनि सिकाइ बढेको छ। त मलाई लाग्दछ सबैले पहिलेभन्दा आजको दिनमा अलिक द्रुत गतिमा काम गरिरहेका छन्। तर अहिले पनि अघि मैले जे भने तपाईँले हेर्नु भनेदेखि पहिले भन्दा राम्रो काम गरेका छन् सबै सरकारले, होइन प्रदेश होस् या केन्द्र होस्। पहिले भन्दा अहिले गति बढेको छ र दिशा पनि सुध्रिएको छ। हिजोको दिशा पनि क्लियर थिएन, दिग्भ्रमित थियो, गति पनि थिएन। आज दिशा पनि सही लिएको जस्तो देखिन्छ, कोरोना तिरै केन्द्रित भएर गइरहेको देखिन्छ र गति पनि पहिले भन्दा बढेको छ। तर अहिले पनि जे मैले भने नि, म्यान पावरको कमी आज सबैले हामीले महसुस गरिरहेका छौँ। त्यो धेरै ठुलो कोरोना कोषमा पैसा छ, मान्छेहरू बेरोजगार मान्छेहरू बसिरहेका छन्, दुइटैलाई जोड दिने काम छ। कसले गर्ने भन्ने समस्या छ। कसले हाम्रो देशमा बहुत ठुलो समस्या छ, कसले गर्ने र कसरी गर्ने, यो बडा ठुलो समस्या छ। प्रक्रियामा हामी कहाँ यहाँ एम्बुलेन्स किन्नलाई प्रदेश सरकारले पैसा दियो। प्रदेश सरकारले पैसा दिएको पनि मलाई लाग्छ 1.5 महिना 2 महिना हुन लागिसक्यो। यति धेरै प्रक्रियागत झन्झट छ, कसले किन्ने, कसरी किन्ने, त्यो गर्दा गर्दै अझै त्यो आइसकेका छैन। त्योभन्दा पहिले नै 1 महिना पहिले नै हाम्रो यहाँको एकजना सांसदजीले महानगरपालिकालाई आफ्नो संसदीय कोषको पैसा पठाउनु भयो एम्बुलेन्स र सवाहन किन्नलाई। अहिले पनि अहिले तपाईँसँग कुरा गरिराखेको बेलामा पनि अहिलेसम्म पनि महानगरपालिकाले त्यो एम्बुलेन्स र सवाहन किन्न सकेका छैन। बडा गाह्रो छ। हामी कहाँ अस्पतालमा मान्छे मरिसकेपछि त्यसपछिको अवस्था पनि बडा पीडादायी अवस्था। सवाहन एउटा छैन। एउटा इन्डियन नम्बरको गाडी हाम्रो यहाँको एसपीले उसको केही समस्या भएको थियो, त्यो समातेर राखेको, त्यो ड्राइभरलाई त हामीले भनेको छौँ यो सबै सकोस्, त्यसपछि त उसको यहाँ नागरिक अभिनन्दन हामी गर्छौँ। यति इन्डियन मान्छे, यति ठुलो सर्भिस गुण लगाएको छ हामीलाई। सारा सबहरूलाई सबहरूको व्यवस्थापनमा उसैले अहिलेसम्म काम गरिरहेको छ। अहिलेसम्म हामीले यो सवाहन व्यवस्थापन गर्न सकेका छैन। अघि मैले जे भने कसले गर्ने र कसले गर्ने ठुलो समस्यामा हामी अल्झेका छौँ, त्यो अहिले पनि छ। तर पहिले भन्दा दिशा र गति यो दुइटैमा चाहिँ सुधार भएको छ र अहिले केही राम्रो कामहरू भइरहेका छन्। जस्तो हिजो एउटा रेमसिडिभिर इन्जेक्सन नपाएर बडा गाह्रो थियो, बहुत त्यसको लागि मेहनत गर्यौँ हामीले। यहाँ हाम्रो सांसदहरूलाई करायौँ, सांसदहरू दिनहुँ आज स्वास्थ्य मन्त्रालय पुगेका छन्, ईश्वर पोखरेलजी कहाँ पुगेका छन्,
कहिले यो स्वास्थ्य सेवा विभागमा पुगेका छन्, कराउँदा त्यो बल्ल बल्ल इन्जेक्सन एलाउड भयो र अहिले इन्जेक्सन त आइरहेका छ। त्यसको अहिले पनि हालाकि पूर्ण रूप चाहे जतिको आइसकेका छैन, तर सप्लाई सुरु भएको छ। यो 40,000 50,000 मान्छेले ब्ल्याकमा दिल्लीबाट किनेर त्यहीँको डक्टरबाट प्रेस्क्राइब गराएर दिल्लीबाट प्लेनमा मगाएर गाडी पठाएर कति कठिनाइका साथ यो ल्याउनु परिरहेका छ, त्यो पाइरहेका सुरुवात भएको छ। प्लाज्मा थेरापी काठमाडौँमा सुरुवात भयो र सरकारले यो खास गरिकन वीरगन्जमा पनि सुरु भइसक्यो हैन, एउटा राम्रो सुरुवात भयो। स्वास्थ्य अनुसन्धान परिषदले यसलाई कोरोनाको हामी त्यसै गर्न पाउँदैन नि, सरकारले प्रोटोकलमा राख्नु पर्यो। सरकारले प्रोटोकलमा राखिसकेपछि यहाँ नारायणी हस्पिटलमा पनि हामी अहिले भर्खर सुरुवात भयो, तर यसको प्रक्रिया पनि हामीले कहाँ लामि नै गएको छ। रेड क्रस लाई पनि समस्या, उसलाई माथिबाट एउटा पत्र चाहिने, माथिबाट पत्र चाहिनेलाई फेरि स्वास्थ्य अनुसन्धान परिषदले दिनुपर्ने, यो केन्द्रीय प्रयोगशालाले दिनुपर्ने, त्यो झन्झटमा लाग्नुभन्दा हामीले यही सल्लाह गर्यौँ। अब यही ब्लड ब्याङ्क यहीँ छ, नारायणी हस्पिटल यहीँ छ, नारायणी हस्पिटलले चिठी दिने र त्यसैको आधारमा सुरु गर्ने लोकली हामीले मिलाएर वीरगन्जमा हामीले सुरु गरेका छौँ। सुखद छ, खालि काठमाडौँ मात्र होइन, काठमाडौँ धरानमा सुरु भएको छ, बुटवलमा सुरु भएको छ, अहिले वीरगन्जमा पनि हामीले सुरु गरेका छौँ। र एकजना पेसेन्टलाई हामीले यहाँ प्लाज्मा दिइ पनि सक्यौँ। उहाँको सर्लाहीकै पेसेन्ट हुनुहुन्छ उहाँ, र उहाँमा पहिले भन्दा उहाँको एकदम स्थिति दयनीय थियो, बहुत चिन्ताजनक अवस्था थियो। सायद प्लाज्मा नदिएको अहिलेसम्म उहाँ एक्सपायर पनि भइसक्नुहुन्थ्यो। तर अहिले पनि खतराबाट पूर्ण रूपमा बाहिर त भन्न सकिँदैन, तर उहाँमा धेरै सुधार भएको छ। डक्टरहरू आज बिहान पनि भन्नुहुन्थ्यो। यसरी स्टेप बाई स्टेप नयाँ नयाँ चिजहरू ल्याउने, जस्तो पिसिआर मेसिन पनि हिजो हामी कहाँ थिएन, तपाईँका जनकपुरमा भएको पिसिआर मेसिन त्यो पनि 10वटा गर्ने हो। त्यो पनि जनकपुरको मात्र होइन, सरकारले सुरुमा चाइनाबाट खरिद गरेर ल्याएको पिसिआर मेसिनहरू अधिकांशको हकीकत त्यही हो। सरकारको पनि त्यसपछि चेत खुली, अब हामीले ल्याएको क्वालिटी राम्रो रहेनछ, अनि क्वालिटीको पिसिआर खोज्ने। अब पिसिआर भन्दा पनि एडभान्स टेक्नोलोजीहरू अहिले संसारमा आइरहेका छन्। छिमेकमा हाम्रो इन्डियामै एडभान्स टेक्नोलोजी आइरहेका छ। अहिले केरलामा तपाईँको 2 घण्टामा उसले टेस्ट गरेर किट यस्तो डेभलप गरेको छ कि 2 घण्टामा उसले टेस्ट गरेर दिन सक्दछ। त्यसलाई ल्यायो भनेदेखि हामीले मास टेस्टिङबाट फास्टरबाट इजिली गर्न सक्दछौँ। त्यसको लागि पनि पहल गर्नु पर्यो, हामीले लगाइरहेका छौँ। यतातर्फ ध्यान दिनु पर्यो। हजुर, हामी अलिक प्रसङ्ग भन्नु। हजुर, नेपाली कङ्ग्रेसलाई त 14औं महाधिवेशनले छोइसक्यो भन्छ, मिति पनि सार्वजनिक भइसक्यो अधिवेशनको, महाधिवेशनको। के छ तयारी, के कस्तो तयारी भइरहेको छ? पार्टीको एक तरिकाको तयारी, पार्टीले आफ्नो तालिका बनाएर तालिका अनुसारले देशभरि काम पनि प्रारम्भ गरिसकेको छ। अब यो कोरोना आएर त्यो तालिका प्रभावित भएको छ। धेरै जिल्लाहरू जो कोरोना आउनुभन्दा अगाडि क्रियाशील लगिसक्नुभयो, उहाँहरू अलि अगाडि हुनुहुन्छ। तर धेरै जिल्लाहरू जहाँ क्रियाशील जान सकेको थिएन। जस्तो समस्या के थियो भनेदेखि समायोजन टुङ्ग्याउनु पर्ने थियो हाम्रो पार्टीभित्र। हिजो 240 क्षेत्र थियो, त्यो घट्यो। भएको निर्वाचन क्षेत्र, त्यसपछि प्रदेशको निर्वाचन क्षेत्र, यो सबैमा नयाँ तरिकाको संरचना खडा गर्नुपर्ने, समायोजन गर्नुपर्ने। धेरै जिल्लामा त्यो टाइममा हुन सकेन। तबसम्म यो कोरोना सुरु भयो। कोरोनाले गर्दाखेरि पनि गम्भीर रूपमा प्रभावित भयो। हाम्रो 2 नम्बर क्षेत्र सबभन्दा प्रभावितमा हाम्रो 2 नम्बर क्षेत्र नै छ अहिले पनि। त्यस कारणले त्यो समायोजनको काम टुङ्गिसकेको छैन। समायोजनको भयो, त्यसपछि होइन, समायोजन बेसिक हो। समायोजन नटुङ्गिन्जेलसम्म तपाईँको त्यो जिल्लाले क्रियाशीलै पाउँदैन। क्रियाशील नपाइकन त अधिवेशनको अगाडि बढ्न सकेन, अगाडि बढ्ने प्रक्रिया नै भएन हैन। पर्सा जिल्लामा चाहिँ के भयो अहिलेसम्म? नेपाली कङ्ग्रेसले के गर्यो यस विषयमा? हजुर, टुङ्ग्याएर हामीले पठाइसकेका छौँ केन्द्रीय निर्वाचन समितिमा। अब केन्द्रीय निर्वाचन समितिले पनि त्यसलाई पुरा भेरिफाई गर्छ, कसैको कुनै त्यसमा गुनासो छ कि कम्प्लेन छ कि त्यो पनि हेर्छ। हेरिसकेर केन्द्रीय निर्वाचन समितिले टुङ्ग्याएर अनि केन्द्रीय समितिलाई दिन्छ। केन्द्रीय समितिले त्यसपछि हामीले क्रियाशील दिन्छ, अनि हामीले क्षेत्रमा टोलमा हामीले वडाहरूमा हामीले क्रियाशील पठाउँछौँ। हजुर, तपाईँलाई के लाग्छ फागुनको 7 गते महाधिवेशन हुन्छ त? जसरी मिति तोकिएको छ त्यही मितिमा चाहिँ महाधिवेशन हुने मलाई लाग्दैन। र मैले मेरो जिल्लाबाट लेखेर पनि पठाइसकेका छु। यो अवस्थामा घरबाट निस्किने अवस्था छैन, निषेधाज्ञा लागू छ, साथीहरूलाई बोलाएर भेला गर्ने अवस्थै छैन, आवत जावत गर्न पनि समस्या छ। त्यसकारण यो परिस्थितिमा अहिले पार्टीको सङ्गठनात्मक गतिविधि गर्न सकिँदैन, असम्भव छ। त्यो भएको हुनाले मेरो जिल्लाको जे रिपोर्ट छ यो मैले लिखित पनि केन्द्रलाई जानकारी गराइसकेको छु। मलाई चाहिँ धेरै जिल्लाको साथीहरूको पनि त्यस्तै गएको होला। र मेरो विचारमा फागुनमा महाधिवेशन सम्भव छैन।
महाधिवेशनको चर्चासँगै उम्मेदवारको पनि चर्चा हुनु स्वाभाविक नै हो हैन? तपाईलाई के लाग्छ अबको चाहिँ सभापति, अहिले त शेरबहादुर देउवा हुनुहुन्छ हैन, तपाईलाई के लाग्छ अबको सभापति चाहिँ को हुनुपर्छ जस्तो लाग्छ? सभापति पहिला त शेरबहादुर दाई मलाई लाग्दछ उहाँको जीवनमा उहाँ धेरै ठुलो मान्छे, देशको धेरै ठुलो मान्छे भइसक्नु, एउटा व्यक्ति, एउटा नागरिक को रूपमा उहाँ जे हुनुपर्ने हो सारा भइसक्नु। उहाँको जीवनमा एउटा अवसर आएको छ। यो अवसरले इतिहासमा, नेपाली कांग्रेसको इतिहासमा र दलीय राजनीतिको इतिहासमा उहाँलाई अमर बन्ने एउटा अवसर आएको छ, एउटा महान बन्ने अवसर आएको छ। उहाँले म अब पदीय राजनीतिबाट मुक्त भएर सबैलाई मिलाएर पार्टीलाई एकडिका गरेर लैजाने काम गर्छु भनेर पार्टीलाई मिलाउने अभियान उहाँले लिनुभएदेखि धेरै ठुलो महानताको कोटीमा उहाँ पुग्नुहुन्छ। त्यसको लागि अब हाम्रो आदरणीय सभापतिजी तयार हुनुहुन्छ कि हुनुहुन्न, उहाँको भित्री लालसा इच्छा हरेक मान्छेको हुन्छ। त्यसबाट मुक्त हुनु भनेदेखि एउटा बाटो खुल्छ र उहाँले म सुरुवात गर्छु भनिसकेपछि त्यसको असर माथिदेखि लिएर तलसम्म पर्छ। त्यो इनिसिएसन यदि उहाँले लिनु भनेदेखि लिनु भएन, दुईटा हाम्रो शीर्ष नेता अहिले पनि दुईजना नै हो, आदरणीय हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र हाम्रो पार्टीका वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेलजी, अहिले पनि नेपाली कांग्रेसको शीर्ष नेता उहाँहरू नै हो। उहाँहरू दुईजना अर्को परिस्थिति हुन्छ, उहाँहरू दुवैजना मिलेर हामी दुवैजना पदीय राजनीतिबाट अब मुक्त हुन्छौँ भनेर पनि उहाँहरू आउन सक्नुहुन्छ, या दुईजना मिलेर हामी दुईजना मिलेर पार्टीलाई यसरी मिलाएर लैजान्छौँ भन्ने पनि एउटा परिस्थिति बन्न सक्दछ। उहाँहरू मिलेर दुवैजना पार्टी यो पदीय राजनीतिबाट मुक्त भएर या के हुन्छ, राजनीतिमा सेटलमेन्ट पनि हुन्छ, कसरी सेटलमेन्ट हुन्छ, अनि तलका सबै नेताहरूलाई पनि उहाँहरू मिलाएर लैजानु भनेदेखि एउटा खुड्किलो अनुसार एउटा सबै एउटा सिस्टम बस्छ। त्यो भएन भनेदेखि अहिले महाधिवेशन हो, महाधिवेशन सबैको लागि खुला छ, महाधिवेशनमा सबैजना चुनाव। अब अहिले जुन चर्चा चल्दैछ, अत्यधिक चर्चा भएको चाहिँ विमलेन्द्र निधिको, उहाँ चाहिँ अहिले उपसभापति हुनुहुन्छ र सभापति मा चाहिँ अहिले दावेदारी प्रस्तुत गरिराख्नु भएको छ हैन? कस्तो लाग्छ तपाईलाई? हैन, उहाँको उम्मेदवारी स्वाभाविक छ, पार्टीको उपसभापति भइसक्नुभयो। शेरबहादुर दाई, रामचन्द्र दाईलाई छोड्ने हो भनेदेखि अहिले देखिएका जति उम्मेदवारहरू हुनुहुन्छ, सिनमा आएको उम्मेदवारहरू, कोही भन्दा कुनै मानेमा उहाँ कम होइन। विद्यार्थी राजनीतिबाट आउनुभएको नेपाल विद्यार्थी सङ्घको त्यो बेला बीपी कोइरालाले रोजेर बन्नुभएको केन्द्रीय अध्यक्ष कम उमेरमा, र उहाँको तार्किक क्षमता, बौद्धिक क्षमता, सङ्गठनको क्षमता, लगानी सबैको हिसाब गर्ने हो भनेदेखि कोही भन्दा उहाँ कम होइन। र मधेसमा एउटा कुरा चाहिँ मधेसको मनमा चाहिँ बिजेको छ। हिजो सिनियर निधिजी हुनुहुन्थ्यो, गिर्जाहरूले संसद भङ्ग गर्दाखेरि त्यो बेला पुरा उठेको थियो, गणेश मानजीहरूले, किशुनजीहरूले कुरा राख्नु भएको थियो उहाँलाई, तपाईँ प्रधानमन्त्री छोडिदिनुहोस्। उहाँले प्रधानमन्त्री छोडेर पार्टीबाटै यदि विकल्प खोजेको भए, निधिजी त्यो बेलाको लागि सर्वस्वीकार नेतृत्व हुनुहुन्थ्यो। संसद गिर्जाहरूले भङ्ग गरिदिनु भयो, सरकार खस्यो, संसद भङ्ग भयो, तर एउटा अवसर थियो मधेसको लागि यो देशको प्रधानमन्त्री बन्ने, त्यो अवसरबाट हामी वञ्चित भयो, यो देश वञ्चित भयो। मधेस वञ्चित भयो मात्र नभनौँ, देश वञ्चित भयो। अर्को एउटा घटना म तपाईँलाई सम्झाउँछु। चित्रलेखाजीलाई सारा देशले जनताको सभामुख भनेर भन्यो। सभामुख, तत्कालीन सभामुख तारानाथ राणा भाटजी आन्दोलनमा आउने परिस्थिति उहाँको भएन। उपसभामुख चित्रलेखाजी हुनुहुन्थ्यो। रत्न पार्कमा संसद चलाएर, जनताको संसद चलाएर उहाँले जनताको सभामुखको उपाधि उहाँले पाउनुभयो। तर संसद बनिसकेर जब सभामुख बनाउने कुरा आयो, चित्रलेखाजी पनि सभामुख बन्नु भएन, सभामुख अन्तै गयो। त्यो बेला पनि मधेसको मनमा लाग्यो, कहीँ न कहीँ यो मनमा अहिले पनि छ कि निधिजी, सिनियर निधिजी पनि प्रधानमन्त्री हुन सक्नु भएन, प्रधानमन्त्री उहाँलाई बन्न दिइएन। चित्रलेखाजीलाई पनि सभामुख बन्न दिइएन, सभामुख भने पनि सभामुख उहाँलाई बन्न दिइएन भनेपछि त्यो जुन एउटा मधेसको मनमा एउटा बिजेर रहेको, बल्झेर रहेको जुन घाउ छ, त्यो घाउको निदान पनि हुन्छ। नेपाली कांग्रेसको सभापति बन्नलाई आदरणीय विमलेन्द्र निधिजी उपसभापति हुनुहुन्छ। उहाँको अगाडि तपाईले के लाग्छ अब
देउबा चाहिँ फेरि पनि सभापतिमा उम्मेदवारी नदिने त्यो सोचमा हुनुहुन्छ? जसरी चाहिँ उहाँको लालसा त अझै मेटिसकेको अवस्था त छैन नि होइन, जसरी कुरो चाहिँ आइरहेको छ, उहाँ चाहिँ अझै एकपटक फेरि चाहिँ सभापति बन्नुपर्छ भन्ने चाहिँ मनसायमा त अझै हुनुहुन्छ होइन? हामी मान्छे हौँ, मान्छेमा इच्छा हुनु, लोभ हुनु, इच्छा हुनु स्वाभाविक अस्वाभाविक होइन, स्वाभाविक हो, मान्छेको त स्वभावमा आउँछ नि। तर मलाई के लाग्दछ भने म विद्यार्थी कालदेखि लिएर अहिलेसम्म आदरणीय शेरबहादुर देउबाजीकै साथमा छु, सुरुदेखि नै उहाँकै साथमा बसिरहेका मान्छे हो र म उहाँको पदीय उसले म उहाँको साथमा होइन कि साथमा छु र साथमा छु मान्छे कसैको मनपर्छ उहाँको साथमा छु र मलाई बिङ अ वेल विसर उहाँको शुभचिन्तक उहाँको एउटा फलोवर भएका नाताले मलाई के लाग्छ भन्दा मैले चर्चा गरेँ जे हुनु थियो उहाँ ठुलो मान्छे भइसक्नु, प्रधानमन्त्री पनि कतिपटक भइसक्नुभयो, पार्टीको हिजो हाम्रो पार्टी फुटेको थियो, पार्टी मिल्यो, त्यसपछि पार्टीको सभापति उहाँ चुनाव लडेरै जितेरै उहाँ पार्टी सभापति पनि भइसक्नुभयो। अब हुने के त फेरि रिपिट पार्टी सभापति हुनु होला, फेरि रिपिट प्रधानमन्त्री हुनु होला, त्यो सारा भइसक्नुभयो उहाँको लागि महान बन्ने एउटा जीवनमा एक मात्र यो अवसर आएको छ, सायद यसपछि उहाँलाई यो अवसर आउँदैन। त्यसकारण मलाई मेरो इच्छा पनि छ उहाँलाई भेटेर यो कुरा राख्नलाई। उहाँ आफै अगाडि बढेर मिलाएर पार्टीलाई मिलाएर एउटा बाटोमा लैजानु भनेदेखि इतिहासले, नेपाली काङ्ग्रेसको इतिहासले, लोकतन्त्रको इतिहासले र हाम्रो देशमा पदीय राजनीति बढी हावी भइरहेको राजनीतिक जुन परिवेश छ त्यो परिवेशको इतिहासले पनि गणेश मानसिंह बाहेक अर्को मान्छे त्यस्तो देखिएको छैन। एउटा सकारात्मक सन्देश दिन्छ भन्ने लाग्छ तपाईँलाई होइन? विमलेन निधिको उम्मेदवारी, हजुर अब विमलेन निधि चाहिँ सभापति बन्नु देश र मधेसको लागि या देश र मधेसमा चाहिँ कतिको प्रभाव पर्छ यसले चाहिँ? एकदम सबैको लागि सकारात्मक हुन्छ, देशको लागि म भन्छु। अहिले पनि मधेसमा हामी काङ्ग्रेसका मान्छे हौँ, हामीले मान्छेले प्रश्न गर्छन् त्यसको जवाब हामीसँग छैन। कृष्णप्रसाद भट्टराईलाई ल्याएर वीरगञ्जबाट हामी जिताउँछौँ, प्रकाश कोइरालालाई ल्याएर हामी रौतहटबाट जिताउँछौँ, शशाङ्क कोइराला मोरङबाट गएर नवलपरासीबाट जित्नुहुन्छ, धेरै मान्छेहरू आएर यताबाट जित्नु भएको छ नि। तर यहाँको एकजना मान्छेलाई कहीँ लगेर हामीले वडा सदस्य पनि जिताउन सकेका छैनौँ, पहाडमा हामीले जिताउन सकेका छैनौँ। यो एउटा प्रश्न छ जुन प्रश्नको जवाब हामीसँग छैन। र राष्ट्रिय राजनीतिको लागि, लोकतन्त्रको लागि पनि हामीले छिमेकमै हेर्छौँ इन्डियामा कहाँको राजस्थानको मान्छे आएर सिक्किमबाट चुनाव जितिराखेका हुन्छ, दार्जिलिङबाट चुनाव जितिराखेका हुन्छ। अनि तपाईँलाई के लाग्छ मधेसमा जसरी काङ्ग्रेसको जुन साख डुबेको छ होइन, गुमेको छ, त्यसलाई उकास्नको लागि होइन, बचाउनको लागि, फेरि जीवित गर्नको लागि विमलेन निधि सभापतिमा आउनु आवश्यक छ? एकदम उहाँ आउनु भनेदेखि मधेसमा गुमेको जुन साख छ काङ्ग्रेसको त्यसलाई एउटा ठुलो सञ्जीवनी चाहिँ दिन्छ। हालाकि काङ्ग्रेसले नगरेको होइन, देशको प्रथम राष्ट्रपतिको रूपमा डाक्टर रामवरण यादवजीलाई नेपाली काङ्ग्रेसले दिएकै हो, त्यसले केही भरथेक त गरेको छ। तर जुन एउटा अघि पनि मैले जे चर्चा गरेँ कि मान्छेको मनमा एउटा बसेर भएको छ कि कार्यकारी प्रमुख जस्तो पार्टीको कार्यकारी प्रमुख बनेको पार्टी सभापति हो, देशको कार्यकारी प्रमुख बनेको प्रधानमन्त्री हो, कार्यकारी प्रमुखको पदमा जान दिँदैन भन्ने एउटा चाहिँ आम मधेसी मान्छेको मनमा चाहिँ एउटा यो गडेर बसेको छ। यो भ्रम पनि हट्छ होइन? यो भ्रम पनि हट्छ। हजुर, त्यो भ्रम होइन, भ्रम भन्नाले यथार्थ हो, यथार्थ पनि हो। जुन मधेसीलाई चाहिँ सर्वोच्च पदमा पुग्न नदिने यथार्थ पनि त हो नि होइन? जुन मनमा बसेको जुन एउटा यो पीडा छ त्यो पीडाको निवारण पनि हुन्छ र आम मधेसीको आत्मस्वाभिमान पनि बढ्छ। मधेसीको आत्मस्वाभिमान बढ्नु भनेको देशको राष्ट्रियता अझै मजबुत हुनु। त्यसकारण उहाँको उम्मेदवारीले लोकतन्त्रलाई पनि, हाम्रो लोकतन्त्रलाई पनि मद्दत गर्छ, नेपाली काङ्ग्रेसलाई त झन् मद्दत गर्छ र पार्टीभित्र पनि जुन एक्सट्रिम ग्रुपिजम अहिले देखिरहेको छ त्यो एक्सट्रिम ग्रुपिजम पनि मत्थर भएर अन्त्यमा गुटबन्दी जुन देखिएको छ पार्टीभित्र त्यो पनि अन्त्य हुन्छ होइन। गुटबन्दी राजनीतिमा गुटबन्दी पार्टीहरूभित्र अन्त हुन्छ भन्ने हामी कल्पना नगरौँ, त्यो गर्नु हुँदैन। म राजनीति शास्त्रकै विद्यार्थी हुँ, त्यो राजनीतिमा गुटहरू हुन्छ, स्वार्थ समूहहरू हुन्छ, यो नियमित प्रक्रिया हो, स्वरूप बदलिन्छ। उहाँ हुनु भनेदेखि अहिले जे मैले शब्द प्रयोग गरेँ, अहिले एक्सट्रिम ग्रुपिजम छ, दुईटा पोलमा नेपाली काङ्ग्रेस एक्सट्रिम छ,
माथि केन्द्रदेखि लिएर तल वडासम्म यो फलानु गुटको यो फलानु गुटको यो भएपछि स्ट्रिमबाट अलि लचक हुन्छ हैन गुटबन्दी एक्सट्रिमबाट अहिले यो धेरै पोलर सिस्टममा पनि जान सक्दछ या एक्सट्रिममा नगएर लचक ग्रुपिजममा पनि लचक ग्रुपिजमहरू राम्रो त्यसले गुण दोष अहिले हामी गुण दोषहरू हेर्दैनौँ म शेरबहादुरको मान्छे हो भनेदेखि शेरबहादुरजीले राइट गरे पनि म ठिक हो रङ गरे पनि ठिक हो म भन्छु त्यस्तै रामचन्द्र दाईको मान्छे छ भनेदेखि उताको त्यही हुन्छ लचक ग्रुप हो भनेदेखि मान्छेलाई हेरेर होइन हामी गुण दोषको आधारमा यो इस्युमा यो ठिक छ यो इस्युमा यो खराब छ इस्यु वाइज पोलराइजेसन हुन्छ उहाँको उम्मेदवारी देशको लागि मधेसको लागि र कङ्ग्रेसको लागि यो तिनटैको लागि हितकर हुने विषय हो र अझ उहाँले अहिले देखिएका उम्मेदवारहरूमा उहाँ सिङ्गल मान्छे हो जसले अहिले पनि पार्टीभित्र सर्वसम्मतिको वकालत गर्नुभएको छ र हामी आशा गर्छौँ यदि सबैजना मिलेर सर्वसम्मत गरेर एउटा राम्रो माहौलमा सबैजना एडजस्ट हुने वातावरण उहाँहरूले बनाउनु भयो भनेदेखि यो जस्तो उत्तम केही हुँदैन र कङ्ग्रेस त्यो बाटोमा अगाडि हिँड्यो भनेदेखि अरू पार्टीलाई पनि एउटा सन्देश हुन्छ र सबैलाई एउटा राम्रो देशकै राजनीतिलाई पनि राम्रो हुन्छ हस् त धेरै धेरै धन्यवाद धन्यवाद यहाँलाई पनि यहाँको सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद दर्शकवृन्द ओ छलथि अजय द्विवेदी नेपाली कांग्रेस पर्सा के सभापति आइ हुनका से बातचीत करे छलिए नेपाली कांग्रेस के 14वां महाधिवेशन के मिति समेत तय भ चुकल है यद्यपि अखन कोरोना के महामारी है एहन अवस्था में भ सके महाधिवेशन के मिति फेर घुसैक सके इहो संभावना है आ उम्मीदवारी के जो बात करी तो सभापति में अखन विमलेन निधि उम्मीदवारी देबाक तैयारी केने छै हुनकर उम्मीदवारी कतेक हितकर रहते नेपाली कांग्रेस के लेल मधेश के लेल आ देश के लेल एहि विषय में चर्चा करै छलिए संगे हुनका से इहो बात में चर्चा भेलै कि महामारी जखन चलि रहल छै कोरोना के महामारी एकरा रोकथाम आ नियंत्रण के लेल केंद्र सरकार आ प्रदेश सरकार जे काज कर रहल छै ओहि में केना कहूँ देख रहल छै काज सबके हुनकर इहे धारणा रहलै कि पहले से सुधार छै पहले से किछु नीक काज अखन कऽ रहल छै से हुनकर धारणा छलै बेस त नमस्कार।